यो कथा हो गौतम बुद्धको। यो भिडियोमा हामी भगवान गौतम बुद्धको जन्म कहाँ, कसरी र किन भएको थियो भन्ने बारेमा चर्चा गर्नेछौँ। यसकारण हजुरहरू यो भिडियो अन्त्यसम्म अवश्य हेरिदिनुहोला र अहिलेसम्म यदि च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने सब्स्क्राइब गरेर भिडियोलाई लाइक र सेयर पनि अवश्य गरिदिनुहोला। भगवान गौतम बुद्धको जन्मभन्दा पहिला हाम्रो देश कपिलवस्तु जिल्लाको इतिहासको बारेमा केही रोचक तथ्यहरू जान्ने प्रयास गरौँ। कपिलवस्तु नामको उत्पत्ति प्राचीन ऋषि कपिल मुनिसँग सम्बन्धित मानिन्छ। कपिल र वस्तु वा वास वा बसोबास मिलेर कपिलवस्तु बनेको हो। यसको अर्थ हुन्छ कपिल मुनिको बसोबास भएको स्थान। पुराण र बौद्ध परम्परा अनुसार यस क्षेत्रमा पहिले महान ऋषि कपिल मुनिको आश्रम थियो। पछि शाक्य वंशका मानिसहरूले त्यही स्थान वरिपरि आफ्नो राजधानी बसाए। उनीहरूले कपिल मुनिको सम्मानमा त्यो स्थानको नाम कपिलवस्तु राखे। यही कपिलवस्तु शाक्य राज्यको राजधानी थियो, जहाँ राजा शुद्धोधनको दरबार थियो। माया देवी गर्भबाट सिद्धार्थ गौतमले जन्म लिए र त्यही आफ्नो बाल्यकाल बिताएका थिए। उनैका कारणले गर्दा हाम्रो देश नेपाललाई विश्वभरि नै आफ्नो पहिचान स्थापित गर्न सम्भव भएको हो। गौतम बुद्धको जन्म ईसा पूर्व लगभग 563 वा आजभन्दा करिब 2500 वर्ष अघि मानव इतिहासमा एउटा अद्भुत घटना घटेको थियो। उनको जन्म नेपालको लुम्बिनीमा भएको थियो। उनका पिता राजा शुद्धोधन र माता माया देवी थिए। यो घटना केवल एउटा बालकको जन्म मात्र थिएन, यो थियो एक महान आत्माको अवतरण। त्यहीं शालका रुखहरूले भरिएको बगैँचामा वैशाख पूर्णिमाको पवित्र दिन राजा शुद्धोधनकी रानीले एक दिव्य बालकलाई जन्म दिइन्। कथा अनुसार रानी माया देवीले जन्म दिनुअघि एक अद्भुत सपना देखेकी थिइन्। उनले देखिन् एक सेतो हात्ती स्वर्गबाट झर्दै आयो र उनको गर्भमा प्रवेश गर्यो। दरबारका ज्योतिषीहरूले भने, हे महाराज, यो बालक असाधारण हुनेछ। या त ऊ चक्रवर्ती सम्राट बन्नेछ या संसारलाई मार्ग देखाउने महान सन्यासी। कथा अनुसार माया देवी आफ्नो माइती देवदह जाँदै गर्दा लुम्बिनीको बगैँचामा विश्राम गरिन्। त्यसै समयमा शालको रुख समाएर उभिएकी अवस्थामा उनले बालकलाई जन्म दिइन्। भनिन्छ बालक जन्मिने बित्तिकै आफै 7 कदम अगाडि बढे। प्रत्येक पाइला टेक्दा कमलको फूल फुल्यो। यो दृश्य देखेर सबै चकित भए। प्रकृति नै मानव मुस्कुराइरहेकी थिइन्। केही दिनपछि दरबारमा एक महान ऋषि आए, असित ऋषि। उनी बालकलाई हेरेर भावुक भए। राजाले सोधे, हे ऋषिवर, किन आँसु झार्नुभयो? ऋषिले भने, म आँसु खसालिरहेको छु किनभने म बुढो भइसके। यो बालक महान बुद्ध बन्नेछ, तर म त्यो दिन देख्न पाउने छैन। बालकको नाम राखियो सिद्धार्थ, अर्थ जसको उद्देश्य पूरा हुनेछ। यो जन्म केवल राजकुमारको जन्म थिएन, यो थियो दुःखले भरिएको संसारलाई शान्तिको मार्ग देखाउने प्रकाशको जन्म। पछि यही बालकले जन्म, बुढेउली, रोग र मृत्युको सत्य देखेपछि राजदरबार त्यागे। कठोर तपस्या र गहिरो ध्यानपछि उनी बने बुद्ध, अर्थात् जागृत व्यक्ति। आज लुम्बिनी विश्व सम्पदा सूचीमा सूचीकृत पवित्र स्थल बनेको छ। हरेक वर्ष लाखौं श्रद्धालु त्यहाँ गएर शिर झुकाउँछन्। एउटा प्रश्न यहाँ यो उठेर आउँछ कि गौतम बुद्ध सन्यासी कसरी भए? राजकुमार सिद्धार्थ, जसको जन्म अत्यन्तै शुभ सङ्केत साथ भएको थियो। उनका पिताको चाहना थियो कि मेरो छोरा संसारको महान सम्राट बनोस्। त्यसैले सिद्धार्थलाई दरबारभित्र नै राखियो। बाहिरको दुःख, रोग, बुढेउली र मृत्युको दृश्य कहिल्यै देख्न दिइएन। उहाँलाई विलासिता, नाचगान, सुख सुविधाले घेरियो। तर सत्यलाई कति दिन लुकाउन सकिन्थ्यो र? 4 दृश्य जसले जीवन बदलिदियो। एक दिन सिद्धार्थ दरबार बाहिर निस्कन चाहनुभयो। राजाको अनुमतिपछि सारथी छन्नासँग नगर भ्रमणमा जानुभयो। त्यसै बेला उहाँले 4 दृश्य देख्नुभयो। 1 एक बुढो मानिस, 2 एक रोगी मानिस, 3 एक मृत शरीर,
4. एक शान्त सन्यासी। यी दृश्यहरूलाई 4 दृष्टि भनिन्छ। सिद्धार्थले छन्नालाई सोध्नुभयो, के सबै मानिस बुढा हुन्छन्? के सबैलाई रोग लाग्छ? के सबै मर्छन्? उत्तर थियो, हो राजकुमार। त्यो क्षण सिद्धार्थको मन भत्कियो। उहाँले महसुस गर्नुभयो, यो जीवन क्षणिक छ, सुख स्थायी छैन। तर चौथो दृश्य एक शान्त सन्यासीको अनुहारमा अद्भुत शान्ति थियो। त्यही शान्तिले सिद्धार्थको हृदयमा प्रश्न जगायो, के दुःखबाट मुक्त हुने कुनै मार्ग छैन? त्यसबेला सिद्धार्थ विवाहित हुनुहुन्थ्यो। उनकी पत्नीको नाम यशोधरा थियो। एक सानो छोरा पनि जन्मिसकेको थियो, जसको नाम राहुल थियो। सबै सुख हुँदा पनि मन अशान्त थियो। उहाँ सोच्नुहुन्थ्यो, यदि म केवल आफ्नै परिवारको सुखमा बाँधिएर बसे भने संसारको दुःख कसले हटाउने? त्यो राति जब सारा दरबार निदाइरहेको थियो, सिद्धार्थ आफ्नो कक्षमा पुग्नुभयो। पत्नी र सन्तानलाई हेर्नुभयो। आँखा रसाए, तर मन दृढ भयो। उहाँले महसुस गर्नुभयो, यो त्याग केवल परिवारको होइन, पूरा संसारको कल्याणका लागि हो। 29 वर्षको उमेरमा राजकुमार सिद्धार्थले राजदरबार, धन, शक्ति र ऐश्वर्य त्याग्नुभयो। उहाँले घोडा कन्थक चढेर रातिको अन्धकारमा कपिलवस्तु छोड्नुभयो। त्यो घटना इतिहासमा महाभिनिष्क्रमण भनेर चिनिन्छ। त्यो क्षणदेखि राजकुमार सिद्धार्थ निस्के एक सत्य खोजीमा, तपस्या र ज्ञानको खोजीमा। 6 वर्षसम्म कठोर तपस्या गर्नुभयो। भोक, प्यास, पीडा सबै सहनुभयो। तर अत्यधिक कष्टले पनि ज्ञान नदिएको बुझ्नुभयो। त्यसपछि मध्यम मार्ग अपनाउनुभयो, न धेरै विलासिता न धेरै कठोरता। अन्ततः बोधगयामा पिपलको रुख मुनि गहिरो ध्यानमा बस्नुभयो र त्यही प्राप्त गर्नुभयो बोधि, ज्ञान। त्यसै क्षणदेखि सिद्धार्थ बने भगवान गौतम बुद्ध। सन्यास लिनुको कारण केवल व्यक्तिगत मुक्ति थिएन। उहाँको उद्देश्य थियो मानव जातिलाई दुःखबाट मुक्त गर्ने मार्ग देखाउने। उहाँले सिकाउनुभयो, दुःख छ, दुःखको कारण छ, दुःखको अन्त्य सम्भव छ र त्यहाँ पुग्ने मार्ग पनि छ। त्यागले नै उनलाई बुद्ध बनायो। त्यागले नै संसारलाई करुणा र शान्तिको मार्ग दियो। अहिंसा, करुणा र मध्यम मार्ग। उनको जन्मले संसारलाई सिकायो, साँचो महानता शक्ति वा धनमा होइन, बल्कि ज्ञान र करुणामा हुन्छ। यदि तपाईलाई यो पवित्र कथा मन पर्यो भने धर्म, इतिहास र आध्यात्मिक ज्ञानका यस्ता कथाहरू सुन्न हाम्रो च्यानललाई अवश्य साथ दिनुहोला। फेरि भेटौँला अर्को भिडियोमा। तबसम्मका लागि बिदा दिनुहोस्। हवस्, राधे राधे।